me, Abaswataki, and welcome back to my video. After a long time, I'm gonna make a video for my YouTube. Very समय भयो भनौँ न युट्युबमा भिडियोहरु पनि राखेको छैन अनि त्यस्तै भयो मोबाइल नि अलिकति त्यस्तो बिग्रियो हैन अनि क्यामेरा त्यस्तो राम्रो त खासै आउँदैन सो भिडियोहरु नबनाएको चाहिँ धेरै भयो बट अहिले अनि फुर्सद जानु लाग्यो अनि यतिकै भक्क सुतेर उठेको त्यही भएर आँखा कस्तो फुलिरहेको छ अनि कपाल निकालेको हुन्छ भनौँ न त्यही भएर एकदम ठुलो छ कपाल नि त्यही भएर अर्कै देखिरहेको छु अनि अब आज चाहिँ रेड जर्सी हो नि त सो अहिले चाहिँ रेड जर्सी लगाएर बसिरहेको छु अब चाहिँ आउटर लगाउँछु ज्याकेट लगाउँछु अनि निस्किने फुटबलको लागि 67 फुटबल हो अब चाहिँ 20 मिनट जस्तो भनौँ न अनि टाइम पनि छैन अनि हिँड्दै जानुपर्ने छ क्या अनि सो भिडियो बनाउँ बनाउँदै हो होप सबैजनाले हेरेर लाइक कमेन्ट सेयर प्लस सब्सक्राइब गरेर साथ दिनुहुन्छ भन्ने चाहिँ आशा राखेको छु आई होप राम्रै जाओस् भिडियो राम्रै होस् है सबैले हेरेर लाइक कमेन्ट सेयर प्लस सब्सक्राइब गरेर साथ दिनुलाई है त स्टेसन गाइस यो चाहिँ मेरो अहिलेको करेन्ट रुम यस्तो छ यतातिर एउटा बेड छ भनौँ न अनि यतातिर अर्को बेड छ मेसिनै छ अनि मेरो बुटहरू चाहिँ बाहिर छ यता बाहिर नै स्पेस छ सो हेयर इज माई बुट चाहिँ यता छ कुन लगाउनु अब एउटा बुट लाने हो अनि निस्किने हो सायद अस्ति त जितेको थियो यो टिमलाई अनि आज चाहिँ यो टिम अलिकति टफ आउँछ होला हो राम्रै होस् अलिकति ठिक पनि छैन भनौँ न अलिकति बिहानी जस्तो न कस्तो छु हात खेलेर भिडियो बनाउनु पायो भने चाहिँ रमाइलो हुन्थ्यो राम्रै हुन्थ्यो मिलेसम्म कस्तो हुन्छ राम्रै होस् जित्योस् है यो चाहिँ मेरो बुटहरू सक्सहरू त्यही भएर लाउनु पर्छ नचासम्म अब आइसक्यो होला अब चाहिँ अब पनि हिँडेर जानुपर्छ सबै बाहिर हिँड्ने हो कस्तो मौसम नै पुरा पानी पर्ला जस्तो गरिरहेको छ सायद पानी आउँछ होला के गर्नु थाहा त छैन जानुभन्दा अगाडि अलिकति क्रिम लगाइदिउँ न चाहिँ हाम्रो सरस्वती माता हुनुहुन्छ पछाडिको चाहिँ ब्याडमिन्टन and changing this almost I'm ready. ताको ढोका चाहिँ लाउनु पर्ने हुन्छ I'm ready भनौँ लगभग कस्तो देख्दो रहेछ देखिनु पर्ने हुन्छ अहिले सो अहिले चाहिँ हामी यतिकै लगाएर जान्छौँ सायद यो स्टिक चाहिँ लादिन होला हातमै बनाउनु पर्ला म चाहिँ दर्शनमा हिँड्दै गइरहेको अवस्था अबको ठ्याक्कै 5 मिनट पुग्छ होला सबैजना पुगिसकेको छ कल गर्दै थियो जहिले ढिला हुन्छ जहिले ढिला गर्छ अब अहिले भन्छ ड्राइभरले के गर्नु के गर्दा ढिला भइहाल्छ ओहो यता अगाडिदेखि चाहिँ एकदम दामी भ्यू देख्छ अहिले एकछिनमा यो चाहिँ टक्क आएर रनिङ स्पोट पनि रहेको छ हामी चाहिँ यतातिर बिहान रनिङ गर्छ कहिलेकाहीँ अहिले चाहिँ यो सन सिटी अपार्टमेन्ट भइहाल्यो सन टिभीको
प्याचिकदेखि पछाडिको एन्ड यो चाहिँ हाम्रो फुटबल भइहाल्यो अहिले चाहिँ 6-7 चाहिँ हाम्रो गेम हो घर लाउनु बिर्सेछ सबजना आइसक्यो होला एन्ड म नि अब 2 मिनटमा पुगिहाल्छु हामी नि पर्ला जस्तो गरेर आएको छ आज कपाल काटेर यो आज कस्तो बच्चा जस्तो देखिरहेको छु फुटबल नि ठक्क सकेको जस्तो छ चेन्ज गरेर हान्दै रहेछ हाम्रो केटाहरू डल्ली गर्छ अहिले आइसक्यो होला सबैजना आउनलाई हामी चाहिँ अब यहाँनिरको जग्गादेखि छिर्छ ब्याक साइडदेखि लाग्छ अरे त यो माछाले मलाई छोडेर आयो हजुर एन्ड यो चाहिँ हाम्रो टिम भइहाल्यो यस्तो रेडी हुँदैछ हाम्रो सञ्जित दाई हेलो भन्नु को त्यो बल भन्दा होचो मान्छे किपर र फाइनल्ली अब गेम सुरु भइसकेको छ यो चाहिँ हाम्रो टिम हो आज चाहिँ किपर होइन छ सो किपर चाहिँ मै हुन्छ होला सायद एकछिनमा एन्ड सुदीप भाइ चाहिँ यता चेन्ज गर्दैछ एन्ड हाम्रो अर्को क्षेत्रीय खेलाडी युनिक बोइज सिएफ मेरो जिता ठुलो छ नि मेरो चाहिँ कति ठुलो छ अनि म चाहिँ ढिलाएको भएर अब यहाँ चेन्ज अब एकछिनमा चेन्ज हुनेवाला छ यता आत्ती जानुभयो कि तपाईँ आइजानु हो गोल खाए त देखाउनु हुनु मैले देखाएको थिएन है त गोल खाए त देखाएको छैन है त गोल खाए कि देखाउनु लाग्यो यस्तो मिडमा खेलाउनु मिडमा बल खेलाउनु कस्तो मजा आउँछ फोटो त मेरो हान्ने त्यहाँ अहिले क्युट बसेर ओके फोटो भिडियो क्यामेराम्यान वाइल्ड छन्दै Nice, shot. Oh, nice. कोठानु कुइरन त अनि त्यो त सबै कम्जी हो कोठानु कुइज आज यताउन तपाई आज जान्न योबाट खिच्की यो छोड्दै यो माछा चुक्ने यो यसलाई यता राख ले गुजमा राख्नु पर्यो के नाइस यार त्यो देल पोयो छ त त खेल्न जाने हेरि सिगाना गर्दा लागि नाइस बल लाइक यिनीहरूको गेम राम्रो छ
long pass. खेल advantage. आयो न आयो क्यामेरा अफ गर राम्रो आएछ त मात्र गर्नु राम्रो आएछ त नि अझ एकछिन ल 60 पनि न हल्लानु सिक्दै तान्ने ले गर्ने तारा Nice defense. इमाडल kan यिनीहरु द इमोडलकै हुन् नि यिनीहरु अहिले थाक्यो भने लास्टमा छिराउने होला नि जर्सीका पनि पहिलालाई भाषा जर्सी यो समाज भनेर जुटाएको देख्न जर्सी दियो ल्याएन के जर्सी मन थाहा यो त बिग्रन गाई थोड़ा जाने के कीपर ते बात आओ गयो बड्डो त्यो सधैँ सन्नु को ट्याबे त्यो बल खेल्न जस्तो स्यान्दाको लाउनु न भने दिनेश खेल्न गाह्रो हुन्छ राम्रो पढाइदिएको
बोले आएन नि कस्तो भयो हेर्नु पर्यो त मान्छे त्यतिकै खेलेर हुन्छ भोलि कालीले बस्ती गरेर खेल्ने मुन्ना कहीँ नदी बोडे भनौँ न के अरे अस्ति हामीले बोलाएको थियौँ आफ्नो बराबर लाग्यो अनि 12 मिनट पट्टाउ स्टेडियम छ टाढो भइगयो किन लगै छैन लगै छैन किपर 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 ट्याकल हान्नुपर्छ त बताए ट्याकल हान्नुपर्छ ट्याकल के ट्याकल रियलको हाने मैले 3 वटा लगेर हान्ने थिएँ म त क्यामेरा म्यान अरे ध्यानै जान्न क्या भिडियो बनाउनु सेभ गरेर भिडियो भएन यार तर यहाँ पोस्ट लाग्ने तिम्रोमा ठिकै छ
म तिमीलाई त्यहाँ आइज बोलाउँछु म शनिबार चाहिँ गर्छ यी लाइट त मेरो त्यहीँदेखि रुमची तल त हो म भन्छु तिमीलाई आएर कुनामा हानेर त खसेको ल अलि ढिला आउँछ राम्रो फाइनल्ली गेम सकेर फर्किरहेको अवस्था अब चाहिँ रुम जाने हो मस्त फ्रेस हुने हो खाना पकाउने हो अनि एन्डिङ चाहिँ हामी रुममै गर्दैछौँ यो चाहिँ हाम्रोतिरको नाइट भ्यू 6-7 गेम थियो 6-7 नि खेल्यो अनि 7-8 नि अर्को एकजना दाइले बोलायो त्यो दाइकोमा खेल्यो हालत खराब भयो 2 घन्टा 9 जस्तो खेल्यो र आफ्टर 2 आवर्स अहिले चाहिँ म रुम फर्किरहेको अवस्था हो होप भिडियो छिटो आयो भने चाहिँ दाइकोमा अलिक बनाएको छु हाफ चाहिँ त्यो भिडियोहरू गेमको भिडियोहरू छिटो आयो भने चाहिँ राख्ने चाहिँ छिटै आजै भोलि नत्र भने 1-2 दिनमा मजासँग एडिट गरेर राख्नु पर्ला अहिले चाहिँ म यता मगरचोकमा छु अब एकछिनमा टक्क रुम पुग्नु छ फाइनली रुम पनि आइयो अब चाहिँ केही सक्दैन खुट्टा नि पुरा सुनाइदियो थियो हामीलाई हानेर सुनिरह अब 1 हप्ता 2 हप्ताको लागि रेस्ट 1 हप्ताको लागि रेस्ट भनौँ रेस्ट अब खाने भनेको टक्क भात पकाउने मैले लिएको छ मजासँग पढ्नमा नपर्ने मस्त सुत्ने हो आजलाई यति नै सबैजनाले हेरेर लाइक कमेन्ट प्लस सेयर गरेर साथ दिनुहुन्छ भन्ने आशा राखेको छु अब चाहिँ मजासँग नुहाउँछु पहिला अनि खाना बनाउँछु अनि मस्त खाएर सुत्ने हो स्टे ट्युन गाइस